दार्चुला जिल्लाको धम्बुजित गाउँमा हामी छौँ। र यो भ्यू पनि तपाईहरुले देखिराख्नु भएको छ। तपाईहरुले देख्न सक्नुहुन्छ। को बोट हो यहाँनिर फलिरहेको छ। के छ नानी बाबुहरु? बिस्कुट दिनेनौ? बिस्कुट लैगया त? बिस्कुट लैगया त म क्या दिनु न? कति क्लासमा पढ्छौ तिमीहरु? एलकेजी मा? तँ? अर्को? हो यो हाम्रो नानो हो। यो मेरो मुन ठुल छ। मुन भन्दा ठुल छन्। पके तिम्रो नाम के हो? पाएको छैन अनि माथि भने चाहिँ हिँडेको नाम त अलि पनि माथि भन्छ र यहाँ माथि धेरै टाढा आइसक्यो हामी त। मेरो नाम कुसुम हो। मेरो नाम सीमा। यसका घर kai अशार यसका घर kai परमाशो कतै ए पर्या एक गाडी भन्ने। ए ल खेला नानी हो है। कहाँ जाने त? हामी माथि जाने। हामी चाहिँ अहिले दार्चुला जिल्लाको भित्री गाउँतिर आएको छौँ। यतातिर घरहरू देख्न सक्नुहुन्छ। छानुले लगाएको घरहरू छन्। यत्रो माथि पनि यस्तो बिल्डिङ घरहरू बनाएका छन्। बाटोहरू यस्तो छन्। लगभग 7-8 किलोमिटर जति हिँडिसक्यौं। अझै पनि घरहरू पहाडमा यस्तो ढुङ्गाले बनाएका घरहरू छन्। माथि ठुलो भिर छन् देख्न सक्नुहुन्छ।